हे दाइले भाइले के दोरी गाउने हो, दोरी सुन्न भोलि त्यही आउने हो ससुरालीमा। हे ख्याल ख्यालमा दिल बस्यो कान्छी सालीमा, हे ख्याल ख्यालमा दिल बस्यो कान्छी सालीमा। हे बहिनीतिरै नजर हान्छौ, दाइसँग त बोल्न नि झ्याउ मान्छौ ससुरालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। रङ्गिनी त्यता आछिन् बद्रीको सँगै ससुरालीमा। ख्याल ख्यालमै भो नजर नलगाऊ कान्छी सालीमा। हुनुहुन्छ केही कम हुनुहुन्छ, विजेताहरू नै हुनुहुन्छ। विजेता नै हुनुहुन्छ। अब इन्द्रेणी भनेपछि नसुन्ने नहेर्ने को नै होला र होइन। तपाईँको लागि त अझ ठुलो कार्यक्रम भयो दोहोरी रनिङ सेललाई। कस्तो तयारी भइरहेको छ, कसरी इन्द्रेणीमा प्रस्तुत गर्ने तयारी गर्दै हुनुहुन्छ, थोरै बताइदिनु न। अहिलेको यो जुन नुवाकोटमा भइरहेको छ यो प्रतियोगिता गरेर पनि प्रथम भइसकेका टिमलाई फेरि यसमा एकसाथ प्रदेशबाट ल्याएको पशुपति शर्माजीले भने चाहिँ यो प्रतियोगितात्मकमा प्रथम भएका त्यो टोली छनौट गरेर ल्याएको छ। यसमा विदेशको सहभागिता पनि रहेको छ र कलाकार पुराना पनि हुनुहुन्छ, पुराना प्रथम विजेता भइसकेका पनि यहाँ हुनुहुन्छ र नयाँ पनि अति उत्कृष्ट त्यो प्रदेशमा सबै प्रतिस्पर्धीलाई उछिनेका हुनुहुन्छ। त्यसकारण अहिले राजधानीको नजिकै पनि छ, हेर्न जाने धेरै समय भयो, प्रतियोगिता पनि भएको छैन यसरी राम्रोसँग। हुन त धादिङमा भएको थियो 7औं रनिङ सेल, इन्द्रेणी रनिङ सेलै भएको थियो त्यतिखेर होइन। अनि 8औं पोहोर चितवनमा भयो, अहिले 9औं नुवाकोटको बिजुरोमा भइरहेको छ। मलाई विश्वास छ अहिलेको प्रतियोगिता अझ धेरै तयारीका साथ धेरै उत्कृष्ट प्रशिक्षण दिएर यस्तो खालको गाउनु, यस्तो खालको प्रसङ्ग बाँध्नु, दोहोरीको जुन किसिमको अहिलेको बजारमा आइरहेको कुरा छ त्यसलाई पनि एकदम राम्रोसँग माझ्ने गरी अहिलेका प्रतियोगीहरूले साह्रै राम्रो उत्कृष्ट प्रस्तुति गर्नुहुनेछ र यो दोहोरी प्रतियोगिताले अझ दोहोरी गीतलाई उपल्लो स्तरमा लैजानको लागि अथवा यसको मोह बढाउनको लागि अझ प्रतियोगीलाई पनि एकदम झन् बढी हौसला दिनको लागि यो अति राम्रो हुनेछ, पहिलाभन्दा राम्रो हुनेछ। दर्शकको उपस्थिति पनि अब नुवाकोटको बिदुर भनेपछि मौलिक लोकदोहोरीलाई धेरै मन पराउने ठाउँ छ त्यो, र काठमाडौँबाट पनि जान सक्ने, यता धादिङबाट पनि आउन सक्ने, नुवाकोटको पनि प्रशस्तै धेरै ठाउँको व्यक्तिहरू आउने हुँदा लाग्छ त्यहाँ धेरै मान्छेको साथमा यो पटकको दोहोरी अति रमाइलो हुन्छ। अति राम्रो तरिकाले उत्कृष्ट तरिकाले प्रतिष्ठानको 9औं रनिङ सिलले इतिहास रच्नेछ भन्ने हामीलाई लागेको छ। बजारतिर अलिकति छाडाका कुरा पनि आउँछन्, स्टोरीमा सिकाइन्छ, शब्द सिकाएर गाइन्छ, लेखेर गाइन्छ भनिन्छ होइन। वास्तवमा असली दोहोरी चाहिँ पर्सि नुवाकोटमा हेर्न पाइन्छ। असली दोहोरी तपाईँहरू त प्राय इन्द्रेणीमा पनि आउनुहुन्छ, जहाँ एकल रूपमा गाइन्छ, कोही हुँदैन त्यस्ता सिकाउने हुन्छ। हजारौं दर्शकका बिचमा दोहोरी सिकाएर कतै पनि गाइएको छैन, गाइदिन पनि झन् यो त प्रतियोगिता हो। यहाँ त 5 सेकेन्ड ढिला भयो भने पनि त्यसको नम्बर काटिन्छ। यहाँ त प्रत्येक शब्दमा सिकाउने त कुरा परै जाओस्, अड्किए पनि त्यसको नम्बर जान्छ भनेर त्यसरी छुरा भएर माझिएर प्रतियोगी कलाकारहरू आउनुहुन्छ। वास्तविक दोहोरी के हुन्छ भन्ने कुरा सुन्न त्यहाँ आउनुपर्छ क्या। हो, त्यहाँ आएपछि अहिले टेलिभिजनमा देखेका, युट्युबतिर देखिएका कतिवटा हुन्छ नि त के स्टुडियोमा देखेका दोहोरी भन्दा यो पालि त्यहाँ हुने प्रत्यक्ष दोहोरी अलिक फरक हो। अवगाम भन्ने भइसकेको बेलामा अब अड्केर 30 सेकेन्ड रोकिएर 1 मिनेट रोकिएर गाउन पाइँदैन त्यहाँ चाहिँ होइन। वास्तविक कलाकारको वास्तविक खुबी पनि त्यहाँ देखिन्छ कि कसले कस्तो गाउँछ भनेर प्रतियोगितामा ठ्याक्कै थाहा हुन्छ। प्रतियोगितामा गएर कलाकारले हारिहाल्यो भने पनि